हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते दर्शक दिदीले। तपाईँलाई फेरि पनि मेरो अर्को ब्लगमा स्वागत छ है। अनि अहिले चाहिँ बिहामा जाँदै गरेको हामी दुईजना। यहाँ यो पनि छ, पेम्ला पनि हो, यहाँबाट जानुपर्छ। हिजो चाहिँ हामी काम सघाउन गएको, आज चाहिँ बिहा है, भतेर भन्छ नि, बिहामा गएको आज चाहिँ। अनि यसो अब हामी जाँदैछु, एकछिनमा पुग्छु है, 5 मिनटमा। अहिले चाहिँ यहाँ यसो आइपुगेको छु, यहाँनिर आइपुगेको छु कोठी डाँडा भन्ने ठाउँमा। यहाँ चाहिँ गाडीहरू राख्छ नि त प्रायः जस्तो, हाम्रो गाउँहरूतिरको अब कहाँतिरबाट गाडीहरू आयो भने पनि होइन, किनभने बाटो चाहिँ यहाँ यस्तो छ नि त, यहाँदेखि अलिक रफ छ होइन, त्यही भएर चाहिँ यहाँदेखि उकालो चाहिँ अलिकति जानु मुस्किलै छ यहाँ। यस्तो भएर चाहिँ सो त्यही भएर चाहिँ गाडीहरू चाहिँ प्रायः जस्तो गाडी स्कुटी बाइकहरू चाहिँ यहाँ राख्ने गर्छ है साथीहरू। हाम्रो गाउँको चाहिँ हामी चाहिँ जाँदैछु पेम्ला, शान्तिनी छ पछाडि आउँदैछ, हत्ती भयो गल्यो बिचरा। जाँदैछु, पुग्नै आँटेको छ हामी अब। साथीहरू आज पनि आइपुगिसक्यो है बिहामा, गीतहरू बजिरहेको छ। अनि अब चाहिँ हामी चाहिँ यहाँ पुग्नु बित्तिकै काम टिप्नु पर्ने हुन्छ, भट्टाभट काम गर्नुपर्ने हुन्छ हो। अनि जति सक्दो म तपाईँलाई भिडियो देखाउने कोसिस गर्नेछु है। यसरी बक्सहरू बजाउने गर्दछ है, 3टा कि 4टा बक्स रहेछ। पहिला नि हामी गेटमा आइपुगिसक्यो है, आइपुगिरहेको छ हामी। अहिले चाहिँ हामी यहाँ आइपुगिसक्यौँ, सबैजनाले आफ्नो आफ्नो कामहरू गर्दैछ है। साथीभाइले हाम्रो भर्खर आइपुगेको, मैले अलिकति अगाडि आएको यहाँ हाम्रो भाउजू, ब्युटिफुल भाउजू। यहाँ हाम्रो बहिनी छ लागेपछि कि गुफा बसिनाहरू चाहिँ हो। हेलो 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 गरेको गाउँको बहिनीहरू राम्री राम्री भएर आएको छ, हाम्रो दाजु। अनि हामी चाहिँ यहाँनिर छु चियामा होइन, यहाँनिर छ, यहाँनिर चाहिँ बार हो है। हामी चाहिँ चियाहरू बारमा छ कामहरू। यहाँ हाम्रो आजहरू छ, निनी छ बारमा, यस्तो छ हाम्रो चाहिँ कामहरू। हेलो गर्नु न सबैजनाले, हेलो। फेरि मलाई जबरजस्ती भिडियो बनाएको रहेछ, कसैले उयो गरेन भन्छ। हाम्रो राम्री बहिनी हो। ब्युटीको दाजु भर्खरै हुँदैछ, एकदमै काममा बिजी। हाम्रो समाजको प्रेसिडेन्ट पनि हो नि त फेरि। यो चाहिँ हाम्रो बुफको बहिनीहरू सबै खानेकुराहरू आइसक्यो। सेलुरोटी, राइस, जिरा राइस, दाल, पनिर, कोबी रहेछ, आलु कोबी मिक्स भेज, चराको हाम्रो अर्ग्यानिक बस्तीको। त्यति चिकन रहेछ, चिकन भर्खर ल्याउँदैछ खानाहरू चाहिँ। यो सोभिदिउँ न है। यो चाहिँ पोर्क लेग छैन रहेछ, पोर्क पनि मजाले पाक्दैछ है, अचार रहेछ, करेला। यो चाहिँ जलेबी आउँछ जस्तो लाग्यो। यहाँ हाम्रो गाउँको दाजुहरूले एकदमै काम गर्नु हुँदैछ, मजाले काम खरिदिनु हुँदैछ। यो चाहिँ खाना खाने ठाउँ हो। हाम्रो कुक डिपार्टमेन्ट है, कुक मजाले फाक्सा पकाउनु हुँदैछ है, दामी। हाम्रो दाजुले चाहिँ एकदम दामी पकाउनुहुन्छ, साथै मिठो पकाउनुहुन्छ एकदमै। बिहाहरूतिर चाहिँ सब जहिले पनि दाजुले पनि पकाउनुहुन्छ हाम्रो समाजमा चाहिँ। कस्तो लागेर तपाईँलाई यो हेर्दाखेरि फाक्सा खाउँ खाउँ लागेर है। चाहिँ हाम्रो कामदारीहरूले खाना खानु स्टार्ट गर्दैछ, किनभने चाहिँ हाम्रो कामदारीहरूले चाहिँ अगाडि खानु पऱ्यो नि त होइन। त्यहाँदेखि मान्छेहरू आउनु स्टार्ट हुन्छ भने चाहिँ फर्स्टमा चाहिँ कामदारीहरूले खाइहालेको है, यसरी खाँदैछ कामदारीहरूले गाउँकै हो।
घुम्दैछु अहिले तपाईँलाई पनि भ्लग हेर्नु सक्छु ल आजी हुनुहुन्छ सिक्किमबाट आउनु भएको त्यहाँको बेहुलीको चाहिँ आनी अन्त तपाईँहरू एउटा गाउँको ए होइन है ए हजुर तपाईँले मेरो भिडियो कति लाइक गर्नुहुन्छ हेर्नुहोस् है पुरा हेर्छु अनि त मैले भ्लगमा निकालेको नि प्यामा लामा पढाउनु भएको त्यहाँ गेलु जुजु पनि हुनुहुन्छ यसरी गर्छ है शेर्पाको रीतिथिति सबैजना भ्लगरहरू खालि चाहिँ भिडियो बनाउने बेहुली आइपुग्यो यहाँ चाहिँ जन्तीहरू आइसकेर बसिसक्यौँ है अब यहाँ बस्नु खालि बाँकी छ बेहुला बेहुली चाहिँ कम्प्लिट बनाइसकेछ चेङ्गा विथ सुदीप बेहुला बेहुलीको फोटो पनि छ यहाँनिर कुसनमा मजाले बनाएको छ यसरी छ यसरी अब बेहुला बेहुली यहाँ प्रवेश गर्नुपर्ने रहेछ एकदमै बिजी चल्दैछ काम यहाँ छेमाले पनि बनाउनुहुन्छ एकछिन 12-1 बजीको टाइममा चाहिँ यस्तो बिजी पुरा मान्छे आएको अवस्था है अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ है अहिले चाहिँ मान्छेहरूको भिड अलिक कम्ती भयो हो अघि चाहिँ टोटल भिड भएको नै हामी बोरिङबाट चल्ला जस्तो भइरहेको मान्छे अहिले चाहिँ अलिक कम्ती भएको हो अघि त्यस्तो ड्याममै थियो कि मान्छे है रिङबाट चल्ला जस्तो भइहाल्यो हामीलाई यहाँ हात खाली नभएको आमामा बिहारको बिच उगाडेको है बिहारको बिच खोलेको खाना खाँदै है कति माथि मान्छेलाई खाँदैछ त भोक लागेर हो अब यहाँनिर मैले चाहिँ स्कुल फ्रेन्ड हामी दुईजना चाहिँ पहिलादेखिको त्यहाँ बिहामै आएको छ अनि हामी चाहिँ भेट भइरहेको छौँ अहिले चाहिँ आफ्टर लङ टाइममा भेट भएको है हामी दुईजना चाहिँ अनि हामी अब तिनीहरूको गाउँमा बोली हुँदैछ होइन म पनि हेर्नु आउने छु भ्याएको छुइनँ म बुझि भ्याएको छुइनँ खाइदानमा चाहिँ आउँछु ल
अघि दिउँसो चाहिँ कस्तो घाम लागेर गरम भइरहेको थियो होइन साथीहरू। अहिले चाहिँ पानी पर्ला छ, पानी पर्दैछ हल्का। दिन पनि यस्तो भइरहेछ घुममा हो, चिसो भयो। चिसो भएको होइन, चिसो एकदम ठन्डा। चिसो घाम लागिरहेको छ है। हेलो हेलो, यो हनिसिङ, यो हनिसिङ कति आउँछ भनेर हाम्रो फेभरेट ठाउँमा आइपुगेछ है। तपाईँलाई मानेर खान्छ त कोही बेला है। दिदी बहिनीहरू माया गरेर हुँदैछ। पानी पनि आउँदैछ है, अहिले चाहिँ पानी पर्दैछ। मन दुख्छ है। कस्तो हामीलाई पनि मन भावुक भयो है। हामीलाई पनि मन भावुक बनायो है बेहुलीले। बेहुलीहरूलाई पुऱ्याएर पनि फर्केर पनि आइपुग्यो शिल्पा नाचहरू। यो चाहिँ यसरी नाच्दै है घरभित्रै फर्काएर ल्याएको छ। यो चाहिँ अब मतलब छोरी चेलीकोमा चाहिँ याङ चाहिँ फर्काएर ल्याएको है। यो चाहिँ लक्षिन फर्का गरे, छोरी चेलीको साथमा चाहिँ लक्षिन जान्छ भने चाहिँ लक्षिन फर्काएर चाहिँ ल्याएको अरे। यो चाहिँ मैले बुझेको थिइनँ हो, अहिले चाहिँ बुझेँ। मलाई बिदा दिँदैछ है, म चाहिँ अलिकति ढिलो भइसु। अहिले चाहिँ रात परिसक्यो है, यहाँनिर चाहिँ केटी नानीहरू चाहिँ नाच्दैछ। रात परिसकेको छ हो।